आज हामीले सजिलो गणित सिकाइ अन्तर्गत अनौठो घाताङ्कको हिसाब प्रस्तुत गर्न गइरहेका छौँ। प्रश्न यस प्रकारको छ, सुन्न दिमाग लगाउँ त। 2 को पावर 3, 3 को पावर 4 and 4 को पावर x is equal to 512 minus 500 is equal to 0 छ। यसलाई कसरी गर्ने होला? यसो हेर्दाखेरि कस्तो जस्तो लाग्छ। यसलाई सजिलो तरिकाबाट हामीले प्रस्तुत गर्न सक्दछौँ। मैले यसलाई कुनै पनि समस्यामा बीचमा बराबर छ भने अगाडिपट्टि बराबर राख्नु हुँदैन। वा लेख्न सकिन्छ, और लेख्न सकिन्छ, अथवा लेख्न सकिन्छ। त्यति मात्रै नगरेर एउटा इम्प्लाइ पनि हामीले राख्ने गर्छौँ। धेरै साथीहरूले यसलाई बराबरको रूपमा लिनुहुनेछ, बराबर चाहिँ होइन। औरको ठाउँमा यो सङ्केत पनि हामीले राख्न सक्छौँ। यसलाई मैले बनाउन गइरहेको छु। पावर 3 को पावर 4 and x is equal to 512 लाई बराबर भन्दा अर्को साइडमा लग्यौँ हामीले। एवं रीतले 2 को पावर 3 को पावर 4 को पावर x is equal to 512 भनेको के हो त? यसको फ्याक्टर गर्छौँ हामीले। 2 दुना 4, 2 पन्जे 2 छक्का, एका 2 दुना 4, 2 आठा 16, 2 6 4, 2 3 2, 2 16, 2 8, 2 4, 2 2 1 2 3 4 5 6 7 8 9 त्यो भनेको 2 to the power 9 रहेछ। हामीलाई थाहा छ आधार समान छ भनेपछि घाताङ्क बराबर हुन्छ। त्यस कारणले 3 को पावर 4 को पावर x is equal to 9। यसलाई हामी फेरि 9 लाई 3 को पावरमा लान्छौँ हामीले। 3 को पावर 4 को पावर x is equal to 3 को पावर 2। अझ पुनः आधार समान भएपछि घाताङ्क बराबर हुन्छ। 4 को पावर x is equal to 2। अब हामीले यसलाई थोरै यता ल्याएर राख्छौँ। 4 को पावर x 4 मिन्स 2 को पावर 2x is equal to 2 लाई पावर 1 छ। अझ फेरि घाताङ्क आधार बराबर छ भने घाताङ्क बराबर हुन्छ। 2 को पावर x is equal to 1 अथवा x is equal to 1/2। यसको एन्सर यसरी बनाउन सकिन्छ। धन्यवाद।